हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। आज चाहिँ ट्युजडे हो, अन्त एकदम बिजी। सिलगढीमा चाहिँ यति साह्रो गरम छ अहिले हो, र पनि अब आज चाहिँ मैले यता सालुगुराको सलुन चाहिँ अलिकति रिनोभेट गर्नु भनेर चाहिँ कामहरू लगाइरहेको छु नि त, किनभने पुरा कलरहरू चेन्ज गर्नै पर्ने थियो मेरो हो। अन्त 5 साल हुन आँटेको थियो, अन्त अलिकति कलरहरू चेन्ज गर्ने अन्त सर्भिसिङहरू गर्नुपर्ने थियो कतिवटा कुराको हो। अन्त अहिले म यसरी काम लगाउँदैछु, हेर्नुहोस् तपाईँहरू पनि हो। यहाँनिर अब कलरहरू चल्दैछ, कलरहरू चलेर अहिले म र बहिनी मात्रै छ। आज सबैको छुट्टी हो, अन्त आज चाहिँ हामी दुईजना मात्रै, किनभने हामी कामहरू लिँदैन हो। अन्त यहाँ चाहिँ के गर्दैछ, पहिला चाहिँ हाम्रो वालपेपर थियो, अन्त यहाँ चाहिँ अहिले के गर्दैछु भन्दाखेरि चाहिँ एउटा मार्बल डस्ट भन्ने हुँदो रहेछ यो वालको लागि हो, त्यो गर्दैछु। अन्त त्यो चाहिँ उहाँले प्रोभाइड गर्नुभएको, उहाँ चाहिँ हाम्रै क्लाइन्ट हुनुहुन्छ हो। अन्त यहाँ पनि चल्दैछ मेरो पानीको काम होइन दाजु, यता हेर्नु न। तपाईँ मेरो काम कहिलेदेखि गरेको? अन्त यो सबै पहिला जब बनाएको थियो त्यति बेला पनि दाजुले नै गरेको थियो नि त, अन्त अहिले पनि उहाँले नै गर्नुहुँदैछ हो। अन्त भोलिदेखि चाहिँ ओपन भइहाल्छ, आज अलमोस्ट खतम हुन्छ। अन्त म तपाईँलाई भोलि हाम्रो नयाँ सलुनको न्यू लुक्स तपाईँलाई म देखाउने छु ल।